मैले चाहिँ अघि ल्याएको निगुरो पकाउन आँटेको। सिम्पल पकाएको नि त, पकाउनुपर्छ। यो चाहिँ मुही रहेछ नि त, दुध रहेछ। खाइदिउ न त अलिकति अर्ग्यानिक है यो चाहिँ। पाक्ने बेलामा चाहिँ टमाटर यसरी लाउनुपर्छ कि मिठो हुन्छ। साथीहरू म चाहिँ भात खाँदैछु। ऐको निगुरो ल्याएको थिएँ नि त, ऐको निगुरो चाहिँ यो हो। कस्तो मिठो हुन्छ, टमाटर सरी पकायो भने चाहिँ। अन्त यो चाहिँ मुढामा फल्ने च्याउ हो, च्याउ। कस्तो मिठो भयो। अन्त यो चाहिँ मैले यस्तो लगाएर खानुपर्छ नि त। क्यामेरै राम्रो देख्दैन रहेछ हौ, भेट्दैन रहेछ। म चाहिँ ऐको निगुरोसँग भात खाएको। निगुरो कस्तो मिठो, अर्ग्यानिक। यो चाहिँ मुढामा फल्ने च्याउ हो नि त, झोल मिठो हुन्छ यसको चाहिँ। झोल कम त मिठो हुँदैन। गाउँको खानै अर्को टेस्टी हुन्छ। त खाइसक्यो भात। कसरी सानो बोटमा कस्तो मजाले फलेछ हौ। हेर क्या मजाको है, यो पनि दामी रहेछ। यो चाहिँ साइनो खोर्सानी, साइली खोर्सानी के भन्छ हौ। लिची पाक्न आँटेको छ हौ। बाफ्रे, यो चाहिँ के लिची हो यो। म चाहिँ गाउँमा आएको छु नि त, आमा बिमारी भएर। कस्तो गर्मी, च्याप पसिना आइरहेछ। हाम्रो चाहिँ यहाँ धान पनि रोपेको रहेछ हो। धान चाहिँ फलेको छैन। पहिला हामी यहाँ खेल्थ्यौँ ढुङ्गामा बसेर। यो चाहिँ दोमा बगान है। यो चाहिँ मेरो आप्पा आमाको घर हो।